आफूलाई भन्दा बढी माया गर्ने छोरीलाई सधैँका लागि छोडेर अस्ताए गायक तथा अभिनेता प्रशान्त तामाङ। प्रशान्तले आफू व्यस्त रहेको बेला पनि समय निकालेर दिल्ली स्थित घरमा बस्ने गरेका थिए, खास गरी छोरीलाई हेरचाह गर्नको लागि। 3 वर्षकी छोरीसँग उनी फुर्सदको समयमा खेलेर बिताउने श्रीमती एयरहोस्टेस भएका कारणले छोरीकै रेखदेख गर्ने जिम्मा उनकै थियो। प्रशान्त तामाङलाई अनगिन्ती कार्यक्रमको अफर आए पनि अस्वीकार गर्दै बसेका थिए छोरीको लागि। छोरीप्रति यति धेरै माया हुनुको कारण पनि प्रशान्त तामाङले भन्ने गरेका थिए, आमाको प्रतिबिम्ब देख्छु भन्थ्यो। कोरोनाको बेला आमासँगको वियोग उनको जीवनकै सबैभन्दा ठुलो पछुतो रहेको थियो। त्यसबेला उनी दिल्लीमै थिए। कोरोनामा महाव्याधिपछि सर्वत्र ठप्प थियो। यता दार्जिलिङमा आमा बितिन्। कोरोनाले नै प्रशान्तले आमालाई अन्तिम अवस्था पनि भेट्न पाएनन्।